नमस्ते सन्चै हुनुहुन्छ आदाङबादाङहरू सिसेक्पा तङनामको धेरै धेरै शुभकामना छ सम्पूर्णमा। आज यस कार्यक्रम सफल पार्नका लागि जति पनि उपस्थित हुनुभएको छ सम्पूर्णमा मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म चाहिँ नेपालबाट हिजो मात्रै आएको, त्यही भएर धेरैलाई जानकार छैन कहाँबाट आयो भन्नुहुन्छ होला। त्यही भएर हिजो मात्रै आएको कारणले गर्दाखेरि धेरैलाई थाहा पनि छैन। त्यसैले म स्टेजमा तपाईँहरूलाई आफ्नो प्रस्तुति सुनाएर मनोरञ्जन दिनका लागि आइसकेको छु। सबैजना नाचेर साथ दिनुपर्छ है आदाङबाहरू। अनि तरेबाहरू चाहिँ कहाँ जानुहुन्छ हौ? यहाँ युकेमा बस्ने तरेबाहरू त एकजना पनि देखिनँ त। सुरुमा चाहिँ म एउटा पालम सुनाउँछु। सबैजना हात समाएर धान नाच्नुपर्छ हुन्छ? धान नाच्नु पर्यो। अहिले सोल्टिनाहरू आदाङबाहरू थपरा पालम छ, ट्र्याक बजाइदिनु होला। ल यारा मारा हो तरेबा तरेमा से सबैजना आफ्नो आफ्नो ठाउँमा बसेर हात समाएर धान नाच्न सक्नुहुन्छ है। सोल्टीहरू चाहिँ कमी देख्यो है। सोल्टी
आधिकारिक नज्ञान खेरेक आदाङमाहरूलाई धेरै धेरै धन्यवाद छ र म अर्को प्रस्तुति प्रस्तुत गर्छु किनभने अरू कलाकार पनि हुनुहुन्छ प्रस्तुति दिनका लागि नेपालबाट आउनुभएको छ। अर्को मेरो आफ्नै गीत सोमीपा ट्र्याक बजाइदिनु होला। यो चाहिँ मेरो नयाँ आउँदै गरेको गीत हो। सबैजनाले इन्जोय गर्न सक्नुहुनेछ। स्टेज पुरै खाली छ तर सोल्टीहरूको कमी छ है। आँखाको जलमा नाचेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। स्टेज चाहिँ पुरै खाली छ। तरेमाहरू आदाङमाहरू चाहिँ उता स्टेज बाहिर हुनुहुन्छ। कृपया सबैजना स्टेज अगाडि आएर नाचेर साथ दिनु पनि सक्नुहुन्छ है। अर्को मेरो आफ्नै गीत छ हाम्रो साइल लिम्बू र मैले गाएको चासोकको सम छ। ट्र्याक बजाइदिनु होला कृपया। हेलो सबैजना नाच्नुपर्छ है आदाङमाहरू।
चास चासक सङ छ, चासक ट्र्याक छ। सबैजना रमाइलो गर्नु होला है, सबैजना इन्जोय गर्न सक्नुहुन्छ आफ्नो आफ्नो ठाउँमा बसेर। धेरै धेरै धन्यवाद आदाङमाहरूलाई, किनभने मेरो प्रस्तुति अब लास्ट एउटा गाउँछु, किनभने अरूहरू पनि हुनुहुन्छ, हाम्रो आदरणीय दाई लक्ष्मण लिम्बू दाई अनि सानो नानी रुक्सना लिम्बूको प्रस्तुति पनि हेर्न बाँकी छ र म पनि नाच्न रेडी छु उहाँहरूको गीतमा। तर अन्तिम एउटा प्रस्तुति प्रस्तुत गर्छु, सबैजना नाच्नुपर्छ है। झुम्केमा ट्र्याक बजाइदिनु होला एउटा, सबैजना नाच्नुपर्छ, हुन्छ? रमाइलो गर्नु पर्यो नि हो। सोल्टीहरूको कमी देखिरहेको छु है मैले। सबैजना नाच्नु पर्यो है।
आँटीले सोल्टीहरू थ्याङ्क यू सो मच सबैजनालाई धेरै धेरै धन्यवाद नाचेर गाएर आफ्नो आफ्नो ठाउँमा बसेर इन्जोय गरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद र विशेष गरी किरात ट्याक्थुङ चुङलुङ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु लगायत सम्पूर्णलाई आजको यस ठाउँमा आफ्नो प्रस्तुति राख्ने अवसर दिनुभएकोमा किरात ट्याक्थुङ चुङलुङलाई धेरै धेरै धन्यवाद दिँदै मेरो प्रस्तुति आज यति नै म तपाईँहरूसँग आएर धान नाच्नेवाला छु है सोल्टीहरू कता कता हुनुहुन्छ हुन्छ धान नाच्ने होइन स्टेज अगाडि आउनु होला है सबैजना म धान नाच्न आउँदैछु थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू हामी फेरि भेट्नेछौँ है धेरै धेरै धन्यवाद हाम्रो नुमा बहिनी दिपा सुहाङ तानेरै लैजाउँ कि झुम्के मायालाई भन्नुभयो तर पक्कै पनि बहिनीको बसाइ निकै नै छ साङ्गीतिक कार्यक्रमकै सिलसिलामा आउनुभएको छ कोही हुनुहुन्छ बहिनीहरूलाई तानेरै कतै यतै पो राख्ने हो कि नेपाल नपठाएर यति भन्दै अब म